हुन्थ्यो हैन। अनि पछि पाइन्न भन्ने एउटा डर थियो। अनि मेरो बुवा, म विराटनगरमा थिएँ, म र मेरो बुवा एनटिसी को अफिस गयौँ हैन, त्यो लिनको लागि त्यो फोन। अनि लाइन लाग्यौँ, लाइन लागेर 1-1.5 घण्टामा नम्बर आयो, पैसा तिर्यौँ, पैसा तिरेर त्यो फोन हामीले पायौँ। पाएपछि बुवाले लास्टमा त्यहाँ निस्किँदाखेरि त्यो जसले फोन दिएको थियो त्यसलाई 500 रुपियाँ दिनुभयो। अनि म एकदम रिसाएँ बुवासँग त्यहाँ। उसले मागेको थिएन पैसा, फेरि है स्पष्ट गरौँ यहाँ, उसले त्यो पैसा मागेको थिएन, तर बुवाले दिनुभयो। अनि मैले भने बुवा तपाईँले गर्दा यो भ्रष्टाचार हुन्छ यो देशमा। बुवाले भने किन? मैले भने तपाईँले 500 रुपियाँ उसलाई किन दिनुभयो? उसले त आफ्नो काम गरेको छ नि, काम गर्दा तपाईँले उसलाई पैसा किन दिने? अनि बुवाले भने भ्रष्टाचार तब हुन्थ्यो बाबु जब उसले माग्थ्यो अनि मैले दिएर फोन लिन्थेँ। उसले दियो, म खुसी भएँ, मैले उसलाई दिएँ पैसा। उसको घर छ, उसको बुढी छ, बच्चा छ, हामीलाई फरक पर्दैन, हामीले दियौँ र ठिक छ। तर उसले मागेको भए त्यो भ्रष्टाचार हुन्थ्यो, उसले नमाग्दाखेरि भ्रष्टाचार भएन। मैले भने बुवा म यो कुराबाट, तपाईँको यो कुराबाट म एग्री गर्दिनँ भनेर। तर म एउटा कुरा भन्छु, यो कुनै मिडिया हाउसलाई मैले पैसा आफै दिएको भए त ठिकै थियो नि। तर ब्ल्याकमेलिङ गरेर माग्दा के दिने हो के दिनुपर्छ? त्यसैले मलाई लाग्छ, म जेसुकै होस्, मलाई यो म जान्न, म यसमा म मजबुर हुन्न। जे हुन्छ देखा जाला, जति लेखोस्। थुप्रैले पहिला लेखेको छ, एउटा मिडिया हाउसले कन्टिन्युअस लेखेको छ, फेरि अर्को मिडिया हाउसले कन्टिन्युअस लेखेको छ, तेस्रो मिडिया हाउसले कन्टिन्युअस लेखेको छ। भनेपछि पावर र पैसासँग यो कुरा साइड इफेक्ट आउँदो रहेछ कि मैले बुझेको। पावर र पैसासँग यो कुराहरू आउँदो रहेछ। सो यो मैले एक्सपेक्ट गरेको थिइनँ, तर मलाई झेल्न चाहिँ आइसक्यो। मलाई त्यस्तो अप्ठ्यारो चाहिँ लाग्दैन मलाई। हो, जब तपाईँले केही नराम्रो नगर्दा पनि केही नराम्रो हुन्छ भने मलाई त फरक पर्दैन, तर मेरो परिवारलाई चाहिँ पर्छ हैन। सो मेरो परिवारलाई पर्छ। त्यो तिनीहरूको अनुहार हेर्दा यो फिल हुन्छ कि सायद म अलिकति सोशल मिडिया कम गरिदिन्छु, वा म कुनै पनि मिडियामा गएर यो सिक्ने कामहरू बन्द गरिदिन्छु भने सायद यिनीहरूले जुन हेर्छन् त्यो चाहिँ हेर्नु पर्दैन कि। सो त्यति। नमस्ते नमस्ते डनजी।